गुड मर्निङ है सबैलाई गुड मर्निङ केटा कस्तो छ आज सब ह्याङ आज निजगढबाट है अब हिँड्यौँ अब यहाँबाट अब आजको दिनभरि गाडीमा हिँडिन्छ यही हो पुग्ने आज त यहाँ पुगेको छ आज इलाम पुग्ने घरतिर जाऊ बाटो के कस्तो सपना देख्यो तिमीले तिवारी मैले सपना देखेँ त भोजरी मोटे के सपना देखेको थिए नाउ सपना देखेको राम्रो हैन बे राम्रै सपना देखेँ थिएँ कति बजे यार अनिल अहिले ठ्याक्कै बुझाइदिए 8 बजिसकेको थियो मुला बिहानको थिएन म त केटा राति लेट सुतेछ नि त्यही भएर उठाएकै थिएन नभए त म 5 बजीदेखि उठिरहेको थिएँ 9:30 भयो ल 9:30 बजी हिँड्यो अब कति बजी पुग्छ अब हेरौँ फुल गरिदिने होइन पेट्रोल पम्पमा बादर 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 बल्ल जनावर देखिए यार कालो आयो रात छैन फेरि जङ्गलै जङ्गल हो र ड्याम हो त्यो बागमती नै पुग्यो होला नगरपालिका इन्डियाको नजिक नजिक छ भाइ हेर्नु त हरिवन 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 बजार सर्लाही सर्लाही हो यो हेलो हजुर दाइ म त यतै उहाँ घुम्न हिँडेको छु म त्यही भएर हो म त कहाँ हो दाइ यार यता पल्टाएर ठोकेको हो सर्ला चटक्कै हो पल्ट्यो अगाडिको कुद्नै छैन बालेक होला मान्छे मरे होला उस्तै पऱ्यो ड्राइभर दूसरे त्यति छ गाडी पापा गाडी राजा समेत आइपुग्छ इन्डियाको भाषा किन बोल्ने हामी आफ्नै भाषामा भन्नु साउजी गाडी टोकियो गाडीको आमालाई सिकियो भन्नु
केटा भोक लाएर कस्तो भइसक्यो 11:30 उठेर लाग्यो सब भोकायो गयो टायर गयो जस्तो लाग्यो आज सोभित भातै खान गरे होइन अवश्य मिला पुरै भातै खान गरे अब आज भात नखाने अब के छ खबर मेरो अँ। के नपुग्यो के डुब्यो जस्तो भन्छ त यार गुम्बु काट्न नपाएर होला यार हिसाब त गरेर यति घाट लगाइरह भनेर अब धरानी गुम्बु गएर काट्न पर्ला है त? हजुर हिसाब त गरेर यति घाट लाग्यो आज भनेर त्यस्तो त घाट्न छैन दोकान खुल्ने यार खुल्लै छ ठिकै छ राजुले कस्तो भयो आज एकदम ड्राइभिङ गरेर मजा आइरहेको नि नइस्टा भन्छ बाह्रको कस्तो चाख्छ हेर त 331 किलोमिटर चलायो होइन अहिलेसम्म 331 गौशाला छ मेरो आइडी खोलेर रहेछ बे मेरो आइडी खोलेर होइन ल रुस स्टोरीमा हाल त अनि ट्याग पनि हान्दैछ है बल्ल आती आयो अझै आती हिँड्न बाँकी छ कता हो बे मागाना ट्याग भन्नाले नि उस मान्छेहरूलाई ट्याग हाल्ने कि आफूलाई आन दिवालीलाई आन बर्दिवास भनेको कहाँ हो यो भन्नाले यही हो, बर्दिवास घरमा भनेको। पर्छ कि कहाँ पर्छ त्यो महोत्तरी पऱ्यो होइन र थाहा छैन महोत्तरी महोत्तरी, अँ। दिवालीमा सब हेऱ्यो क्या बोट पर्दै हिँड्न खाएको त्यही बोर्डमा हेर नि त अब गाउँ डार्लिङ कहाँबाट हार्दिङ सिधै ठिकै हो डार्लिङ भन कहाँ हो उतै थियो सगरमाथा होटल राम्रो देखिएको छ सगरमाथा होटल कहाँ राम्रो पुग्यौ देखिएको कस्तो थियो राम्रो थियो कि जाने हो र? अँ प्याक गर अहिले चाहिँ बर्दी बासमा रोकियो हामी खाना अब त खाना खाएर हिँडिन्छ अब फेरि 8 घन्टा अझै अब त नइस भन यहाँबाट खाना खाएर हिँड्यो भने त त्यही उसमा रोक्नु कोसी ब्यारेजमा अब नइस्टप हिँड्ने कोसी ब्यारेज एकछिन रोक्ने त्यसपछि नइस्टप फ्रेस भयो त्यो धेरै भात खायो नि म यार रुचे जति खाइदिने हो है त्यहाँभन्दा बढी खाइदिने के हान्ने त्यो के हाल्ने? हो त्यो ब्ल्याक वक के गोल्डन वक के देखिरहेको त अहिले यार 20 रुपियाँ हाल्ने। अनि बल्ल बोल्छ कि तिमी अलिकति हिजोदेखि बोलेकै छैन तिमी एजन ह्याङ हाने होइन एक प्याक हाल्ने हुन्छ त बर्दी पासमा उत्तरी टन्न भयो फेरि हिँड्ने हो फेरि लाग्यो अब गाइड आजको भोजन हानियो ल गाइड ल पेट पूजा गरियो लाग्यो घाम
घाम गर्न लगाएर हिजो जस्तो मौसम छैन होला होइन हिजो कस्तो छाया थियो आनन्द थियो पहाड एरिया भयो नि त दाइ 22 डिग्री छ खाना खाइसकेपछि कोसी बिहार जाउँ लाग्यो अब एकैछिन अब कहाँ देखिरह होला यहाँदेखि यो पनि पानी भरिन्छ होला है यो खाल्टोमा छोडेर त आज त ब्याग पनि लेखामा सबैको ब्युटी लभली सुपर हिट अहिले त हामी 4 बजे टक्कै कोसी ब्याजमा पुग्यो है अब चाहिँ सानो हो बल्ल बल्ल एउटा ठाउँमा आइयो त्यो लाग्छ समय अझै कति घन्टा लाग्छ दाइ लाग्छ यार 3-4 घन्टा लाग्छ 4 घन्टा लाग्छ कति पातलो बाटो यार हेर्नु अगाडि दाइ कोसी ब्रिज कोसी ब्याज त्रिवेणी आए जस्तो लाग्यो होइन अहिले चाहिँ हामी कोसी ब्यारेजमा थियो है टक्क भिडियो गर्न त्रिवेणी जस्तै लागिरह ठ्याक्कै तर बहुत ठुलो एरियामा रहेछ घर बनाएको बिच चाहिँ खाली खाली रहेछ कतिवटा ढोका छ गरे यो 52 नेपालको मिसाइलले यो पुरै खोलिदियो भने के हुन्छ सबै अहिले त पानी त्यस्तो छैन खोलेकै छ असार साउनतिर होइन भरिन्छ होला माथि आउँछ होला यार न्युजमा हेर्दैन अस्ति माथि चढेर गर्थ्यो है अब त अगाडि पारी गर किन रोक्न मिल्छ मिल्दैन अहिले आयो भने घोडा गर्छ यो उसले रोकिदिरहेको कि यता खेल डोजर कसरी पुग्यो बे ट्याड्याउ गर्दै जानु ध्यान गरे ट्याड्याउ ट्याड्याउ टुन
गाइस हामी कोसी ब्यारेज जाइयो अब टक्क लाएर टेडाउ यही हो खोल्दिने जुन जुन कुरा खाँदै यही हो खोल्ने कतिवटा 2-3टा ढोका पर्छ अहिले चाहिँ हामी कोसी ब्यारेजमा थिएँ टक्क ल्याएर त्यहाँबाट निकाल कोसी ब्यारेजमा त्यहीँबाट मुद्देऊ न त्यही साइडबाट त्यहीँबाट हान्देऊ न म भिडियो बनाइरहेको छु ल स्टेसनमा पुगियो रातिको 11 बजे गोर्खा रिसोर्ट पुग्यो है हामी चाहिँ डेस्टिनेसनमा अटक्क चिल पारेरै खाना खाइन्छ दारू खाइन्छ के खाइन्छ खाना चाहिँ खाइन्छ यो चाहिँ होटल रिसोर्ट बाइकको होला होइन चाहिँ हाम्रो इन्ट्री हुँदैछ अब टक्क चिसो रहेछ यहाँ त यार तिमीलाई लाग्छ चिसो उता दिएछ कि कस्तो हल्ले जस्तो लाग्यो घर त यार हामी हल्लेको घर हल्लेको झाडुले देख्यो क्या अहिले कहाँ नपाएको हुन्छ कुन कुन ठाउँमा नपाएको महोत्तरी न थियो क्या सिरा महोत्तरी यस्तै के थियो इटाखरी इटा ठुलो बजाएको थिएन कसैले खान्न भन्दा त सक्दैन हाम्रो गाडी चाहिँ त्यहाँ पार्किङ छ चट्टा लाएर राति पुग्यो सुनसान छ अलि पानी ठिकै छ बिहान चाहिँ भ्यू चाहिँ दामी देखिन्छ है रातिमा के देखिनु अलि तल हो यो त हामी माथि नै हो यो तलसम्म रहेछ क्या यतासम्म रहेछ ल हाम्रो चाहिँ अब यहाँ बारबिक्यूको तयारी हुँदैछ अब आगो बल्दैछ जाडो धेरै छ सब केटाहरू कामदैछन् के छ गरे भोलि बिहान हुन्छ के हो यो बिग मास्टर खुकुरी रम जवाबदेखि पैसा माग येल्ले बेटा ये क्या है और चाहिए तुमको ये क्या है बेटा देखो चिकन टक्क रमाइलो गरिन्छ अब कस्तो त हुन्छ कस्तो त हुन्छ हेर्दै जानु What's up guys? Hey, धराने मुंगुर जान्छ क्या तिमीहरु कस्तो फिल भयो रक अन या अनलाई हाम्रो बारबिक्यू मास्टर
सेफ सर हाम्रो चाहिँ बुच्चर सर हाम्रो चाहिँ ड्राइभिङ सेन्टरको मालिक छोटा मालिक अल्लाह देख्यो साला त्यस्तो तपाईँले कास निकाल्नु बिगाड्नु हजुर कस्तो त प्याक बनेछ ओइ तिवारी आऊ हो र आज व्रत गर्नु भन्यो कि यार तिमीहरू मान्दैमा आइज Concrete dreams where the neon glows. Every block tells a tale the whole city knows. Rhythms in the shadows where the cold wind blows. Life's a gamble on these streets, anything goes. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Beat kicks pounds like a heartbeat fight. These gritty vibes keep my story in sight. Paint the struggle and climb. The clock keeps spinning, but I'm owning my time. Words like puzzle pieces fitting tight in the rhyme. Snares punch louder than the city's own chime. Boom bap echoes through the alleys at night. Soulful samples lift the darkness to light. Beat kicks pounds like a heartbeat fight. These gritty vibes keep my story in sight. Street lights flicker on this endless trail. Each corner whispers a hero fail. Smooth flow cutting through the urban scale, where truths are spoken and tales unveiled. Boom bap echoes through the alleys at night.